हेलो सेवारो नमस्ते। तपाईहरु हेर्दै हुनुहुन्छ अनिश सुब्बा युट्युब च्यानल। अनिश सुब्बा युट्युब च्यानलमा स्वागत छ। हामी चाहिँ अब यो सामनाको केक स्विमिङ केक कम्प्लेक्समा जान आँटेको हो। स्विमिङ गर्नु छ। त्यस्तै छ के हुन्छ म देखाउँछु है त। त्यस्तै ल हामी चाहिँ तयारी भएर हाम्रो साथी मापुलाबाट चाहिँ आइसकेको छ सबैजना हो। हामी चाहिँ जानु आँटेको यहाँ सन्देश पछाडि सिम्पल गेटअपमा। अब चाहिँ के हुन्छ छुट्याउ केटाहरूले छोडिसक्यो। लिफ्ट पनि झन्नै गयो। पल्लबलाई तान्थ्यो यहाँ भयो ल हामी चाहिँ लाग्यो ट्याक्सीमा जानु आँटेको। ट्याक्सीमा सन्देश भाइले चाहिँ भन्दैछ स्विमिङ पुल कम्प्लेक्स हैन। हामी चाहिँ अहिले लागिरहेछौँ থাকার পরিবেশ নাই এরা কি এর খোলা সবার খোলা শান্তিতে অনেক থাকতে साथीहरूको लागि मात्रै जान्छु डरले चाहिँ आउँदैन विशेष गरी भन्नै पर्दाखेरि चाहिँ मलाई चाहिँ अझै सिकाउँछ होला साथी। ओके তুমি শোনো তুমি 2-1 মাসের মধ্যে গেলে যাও। শোনো 2-1 মাস गाह्रो छ चले गले अब बाहिरको बाटोहरू चाहिँ एकदम नसक्ने छ अहिले। अब हामी चाहिँ पुग्यौँ है। यहाँ चाहिँ कुबेत सिटी छ यहाँ नजिकै। त्यहाँदेखि हामी बिस्तारै लाग्छौँ। ए तिमीलाई बब्बाल देखिरहेछन् बब्बाल देखिरहेछन् बब्बा। नजिकै हो यहाँबाट अब इन्ट्रान्स गेट छ। हामी छिर्छौँ। खास गरी कति बजी ओपन हुन्छ भन्दै थियो। हामी चाहिँ छिटो आयौँ कि बा। तर स्विमिङ पुल त 24 घन्टा ओपन हुनुपर्ने हो होइन। यो चाहिँ हो खास गरी है हामी यहाँको। यहाँ आउँदैछौँ साथीहरू आउँदैछ। क्यासले नहुँदो रहेछ है। अब कार्ड चाहिने रहेछ। कार्डमा पैसा केटाहरूसँग छ कि छैन फेरि। हामीसँग चाहिँ क्यास मात्रै लिएर आएको होइन। हाम्रो केटाहरू आइपुग्यो। कार्डमा पैसा छ कि छैन नि? कार्डमा के छ भने यस्तै हो। हामी चाहिँ स्विमिङ खेल्न आएको यो माबुलाबाट सालमी आएको है। मान्ने मान्ने भइसक्यो है। गाह्रो छ गाह्रो छैन। मात्रै होला कति 51 रहेछ अहिले 51 डिग्री छ। अब पानीमा पुगेपछि कति डिग्री हुन्छ होइन। साथीहरू अनलाइन टिकट काट्नु बल्ल टिकट भेरिफाई भएर हामी छिर्यौँ है स्विमिङ पुल भित्र चाहिँ यस्तो रहेछ है। हामी चाहिँ स्विमिङ पुलमा छौँ। ओहो दाइहरू यार कतिको गहिरो छ? 8 फिट मात्र छ। म त डुब्छ म त सक्दिनँ। केटाहरू यसरी खेलिरहेछ। म चाहिँ अरू छ र खेल्नु। केटाहरू चाहिँ यहाँ खेल्दैछ हो। हाम्रो ग्याङ्सहरू चाहिँ यता छ। पछाडिपट्टि सबै नाङ्गुदै
छ अहिले चाहिँ हामी हो मजा आयो म चाहिँ खास गरी के पो भन्छ खेल्नु आउँदैन हो यहाँ बच्चाहरू खेल्नमा मात्रै छु क्या म चाहिँ बच्चा तर म भन्छु सबैजना एकचोटि चाहिँ स्विमिङ खेल्न आउनु होला एकदम रमाइलो छ यसमा जाउँ हालेर पनि मिल्छ हो हामी चाहिँ थुप्रैजना साथी म चाहिँ खास गरी खेल्नु आउँदैन त्यही भएर हो होइन अब त्यस्तै छ मेरो साथीहरू चाहिँ यता छ हौ फेरि यसरी सबै साह्रै हेर्छौँ स्विमिङ पुल खेल्दा गलेकै हो जाउँ न पर जाउँ पर फोटो ल भिडियो हाम्रो चाहिँ साथीहरू यसरी इन्जोय गरिरहेछ म चाहिँ खासै खेल्नु आउँदैन हो त्यो भएर यसरी बाहिर बसिरहेको छ यसो फोटोको लागि के गर्नु हो ए हो ल 2 1 गो खै यहाँ भरे भिडियोमा हेर्नु भयो ल हाम्रो केटाहरू चाहिँ इन्जोय गरिरहेछ हो म चाहिँ यहाँनिर अब भिडियो बनाउने बस्नु हो अब खेल्नु आउँदैन खासै नि अब यसो गर्यो यसरी सुत्यो हो गाह्रो छ मलाई यसरी सुत्यो यसरी केटाहरू यहाँ खेलिरहेछ ओहो मजा आइरहेछ यो शीतल भइरहेछ हो माई गड कस्तो लागिरहेछ दामी है 2 रुपियाँ असुल होइन असुल गरेर जानु केटाहरू इन्जोय गरिरहेको छ इन्जोय अहिले चाहिँ केटाहरू यसरी इन्जोय गरिरहेछ हो म चाहिँ यसरी बाहिर कुदेको हाम्रो दाइ बेरियो
गाह्रो छ गाह्रो छ यहाँ नि भइरहेछ त भिडियो भइरहेछ भाइ चस्मा अहिले भाँचिन्छ फेरि महँगोको हाम्रो चाहिँ साथीहरू यसरी लुगा अब ड्रेस चेन्ज गर्ने हो केटाहरू चाहिँ यहाँ खेलिरहेछ अझै पनि हो होइन जाने बेला भयो केटा हो छिटो है छिटो अहिले चाहिँ सबै स्विमिङको खाले भयो 7 बजेको 8 बजीसम्म 2 घन्टा 6 बजेदेखि 7-8 बजीसम्म घर कसरी जाने स्विमिङ खेलिसकेर गयौँ हामी यसरी गइरहेछौँ अब चाहिँ हाम्रो स्विमिङ सकेर पनि 3 घन्टा सायद 3 घन्टा स्विमिङ सकेर पनि हामी चाहिँ गइरहेछौँ मेरो ब्याट्री चाहिँ एकदमै लो भइरहेछ हो त्यो भएर एकदम छिटो छिटो ब्लगको लागि चाहिँ भिडियो बनाइरहेछु हाम्रो ओकडाहरू चाहिँ चस्मा हो भिडियो होइन चस्मा खालि तिमी चाहिँ यो भ्लगको लागि हो यो भ्लगको लागि खै हामी 2 जना चाहिँ बिर्सेको होला हौ आफू जर्मनको जस्तो देखिन्छ त्यस्तो छ हामी चाहिँ गइरहेछौँ खै कता हो गाडी चाहिँ हाम्रो चाहिँ अब ट्याक्सीमा जान्छौँ यहाँ नजिकै छ हाम्रो चाहिँ केटाहरू चाहिँ सालमिया पुग्नुपर्छ साथीहरू छ यस्तो